हाम्रो गुरुले हामीलाई चाहिँ बत्रीको जङ्गलमा के अरे कानेको गरी घुमाएर ल्याउनु भयो तेर्को घुमाएरै ल्याउनु भयो नि सफापुर किन जाँदा पनि उहाँ कता अनि जङ्गलै जङ्गल आयो त अनि बाटो बिग्रेको रहेछ अनि बाटोमा पुल बिग्रेको छ अरे त्यही भएर फेरिमा लेटाङ घुमेर आइयो आज लेटाङ जाँदै जाँदै हो कि ओके हाम्रो गुरुले यहाँ धमाधम हुँदैन के छ हौ बुढो खबर चस्मा लाएर हो कि बाहिर निस्किन पाइएन भने बुढीको यस्तो छ हालत के भने हौ बुझिएन है बुझिएन